नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। तपाई अनलाइन खरिदार पदको आवेदन गर्न चाहनुहुन्छ तर प्रक्रिया राम्रोसँग थाहा छैन भने चिन्ता नगर्नुहोस्। आजको भिडियोमा हामी तपाईलाई एकदमै सजिलो तरिकाले अनलाइन आवेदन कसरी दिने भन्ने बारेमा सम्पूर्ण जानकारी दिने नै छौं। भिडियो अन्त्यसम्म हेर्नुहोस् ताकि कुनै पनि महत्त्वपूर्ण जानकारी नछुटोस्। यदि तपाईलाई हाम्रो भिडियो मन पर्छ भने कृपया लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनुहोला। यसले हामीलाई अझै राम्रो जानकारी ल्याउन हौसला मिल्छ। साथै कुनै प्रश्न भएमा कमेन्ट छोड्न सक्नुहुन्छ। अब हामी सुरु गरौं। सबैभन्दा पहिले आफ्नो मोबाइल वा कम्प्युटरमा भएको क्रोम ब्राउजरलाई ओपन गरेर त्यसमा psc.gov.np सर्च गर्नु होला। जस्तै सर्च गर्नुहुन्छ हेर्नुस् त हाम्रो वेबसाइट खुलिसकेको छ। जुन हाम्रो लोक सेवा आयोगको वेबसाइट रहेको छ यो हाम्रो ओपन भइसकेको छ। अब सिम्पली हामीले यसमा के गर्नुपर्छ, सबैभन्दा पहिले हामीले आफ्नो के बनाउने पर्ने छ, एकाउन्ट रजिस्टर गर्नुपर्ने छ। त्यसको लागि सबैभन्दा पहिले हामीले यता यो अनलाइन एप्लिकेसन देख्दै हुनुहुन्छ हो, यसमा गएर क्लिक गर्नुपर्ने छ। जस्तै हामीले यसमा क्लिक गरेर यसमा के भनेको छ हेर्नुस् त, लगइन भनेको छ। यो हाम्रो के छ, नेपालीमा छ। यसलाई हामी इंग्लिशमा कन्भर्ट गर्नको लागि के गरौँ, यता क्लिक गरेर हामी इंग्लिशमा लगाऊ। हेर्नुस् त यो हाम्रो साइट खुलिसक्यो। यदि तपाईले अलरेडी नै एकाउन्ट बनाइसक्नु भएको छ भने आफ्नो यसमा युजर नेम अनि त्यसैगरी पासवर्ड राखेर सिम्पली सबमिट गर्न सक्नुहुन्छ। यदि तपाईको एकाउन्ट छैन, तपाई नयाँ प्रयोगकर्ता हो भने तपाईले यसमा रजिस्टरमा क्लिक गर्नुपर्ने छ। रजिस्टरमा क्लिक गरिसकेपछि यता हेर्नुस् त हामीलाई यता इन्फर्मेसन मागेको छ। जस्तै यसमा छ हाम्रो फर्स्ट नेम, मिडल नेम, लास्ट नेम अनि त्यसैगरी युजर नेम छ अनि डेट अफ बर्थ छ। यसमा बीएस मा दिनुपर्ने छ भने यता हामीले एडी मा दिनुपर्ने छ। अनि त्यसैगरी यता जेन्डर सिलेक्ट गर्नु होला अनि आफ्नो इमेल आईडी त्यस राख्नु होला यसमा। अनि आफ्नो मोबाइल नम्बर अनि नेशनल आईडी भन्ने आफ्नो परिचय पत्र छ भने त्यसको आईडी नम्बर होला नि, त्यो राख्नु होला। अनि त्यसैगरी सिटिजनशिप नम्बर राख्नु होला। यदि छैन भने यो चाहिँ कम्पलसरी हैन के, यो कम्पलसरीमा हाम्रो यता हेर्नुस् त यो रेड टिक लागेको छ नि हो, जसमा रेड टिक लागेको छ नि यो अप्सनल हो। तपाईले यसमा दिन पनि सक्नुहुन्छ, नदिन पनि सक्नुहुन्छ। त्यो चाहिँ यसको सरकारको विषय रहेन। अनि यसमा हाम्रो सिटिजनशिप नम्बर राख्नु होला अनि सिटिजनशिप इस्यु भएको डिस्ट्रिक्ट अनि इस्यु डेट, यो चाहिँ हाम्रो सिटिजनशिपको पछाडिपट्टि हुने गर्छ। कुन यो हाम्रो यो इस्यु डेट चाहिँ सिटिजनशिपको पछाडिपट्टि हुने गर्छ। त्यसैगरी सिटिजनशिप इस्यु डेट भनेपछि यो चाहिँ एडी मा हामीले यहाँबाट कुनै एउटामा राख्दा, जस्तो बीएस मा राख्यो भने एडी मा अटोमेटिक नै आउँछ है। त्यति आइसकेपछि हामीले सिम्पली के गर्ने छौं, सबमिट गर्ने छौं। जस्तै हामीले यता सबमिट गरिसक्यौं, त्यसपछि हाम्रो के आउँछ, मोबाइलमा जुन मेल राख्नु भएको थियो नि त्यसमा हाम्रो के आउँछ, युजर नेम आउँछ। युजर नेम अनि हाम्रो के आउँछ, त्यसको पासवर्ड आउँछ। त्यो सिम्पली राखेर हामीले यसमा लगइन गर्नुपर्छ। जस्तै यता हेर्नुस् त तपाईले आफ्नो फर्स्ट नेम, मिडल नेम र जस्तै लास्ट नेम, जस्तै यता हेरौँ एकचोटि है। हाम्रो यसमा रामै भन्नु युनिभर्सल नेम, जस्तै राम हामीले यता राख्यौं अनि यसमा बहादुर अनि यसमा विष्ट राख्या भने अब जस्तै अब यसमा युजर नेममा तपाई सिम्पली के राख्न सक्नुहुन्छ त, जस्तै तपाईको नाम के छ भने राम भयो भने राम 1 2 3 अनि जस्तै कि हरि भयो हरि 1 2 3 यस्तै राख्न सक्नुहुन्छ है युजर नेम। यो राखेर सिम्पली यो सबै भरिसकेपछि सिम्पली के गर्नु होला, सबमिट गर्नु होला। अनि हामीले आफ्नो युजर नेम अनि त्यसपछि हामीले पासवर्ड राखेर सिम्पली हामी के गर्ने छौं, अब सबमिट गर्ने छौं। तपाईको यो युजर नेम अनि पासवर्ड चाहिँ तपाईको जीमेल मा आउँछ है। जुन जीमेल तपाईले दिनु भएर रजिस्टर गर्नु भएको थियो नि हो त्यो जीमेल मा आउँछ। त्यसमा चेक आउट गरेर युजर नेम अनि पासवर्ड राखेर सबमिट गर्नु होला। हो तपाईले सबमिट गरिसकेपछि त्यसपछि तपाईको के भन्छ, पासवर्ड चेन्ज गर्नुस् भन्छ नि। अब के गर्ने, पासवर्ड चेन्ज, ओल्ड पासवर्ड भने जुन अलरेडी हाम्रो जीमेल मा आइसकेको छ नि हो त्यो पासवर्ड यता राख्नु पर्ने छ। हामीले त्यो पासवर्ड राख्यौं अनि अब हामीले के राख्ने छौं, न्यू पासवर्ड राख्ने छौं। नि के गर्ने छ, हामी सबमिट गर्ने छौं। हो अब सबमिट गरिसकेपछि अब के गर्ने छौं, फेरि हामीले अब चेन्ज गरेको हाम्रो छ नि त नयाँ पासवर्ड जुन हामीले चेन्ज गर्यौं त्यो राख्ने छौं।
अब त्यो नयाँ पासवर्ड राखेर फेरि हामी लगइन गर्नेछौँ। यो सिम्पली हामी के भइसक्यौँ, लगइन भइसक्यौँ। अब हेर्नुहोस् त यसमा टोटल हेर्नुहोस् त, टोटल लाइभ एडभर्टाइजमेन्ट 29 अनि टोटल भ्याकेन्सी अहिले कति खुलेको छ हाम्रो 832 वटा भ्याकेन्सी खुलेको छन् भने हामीले कति एप्लाई गरेका छौँ 0, यानि कि हामीले कुनै पनि भ्याकेन्सीमा एप्लाई गरेका छैन भन्ने यता जानकारी छ। अनि त्यसै गरी कि कुन कुन सिटमा हाम्रो भ्याकेन्सी खुलेको छ यता हेर्न सक्नुहुन्छ। जस्तै यता छ अर्गनाइजेसन भयो, सर्भिस, ग्रुप, सब ग्रुप, क्लास, पोस्ट, अनि एडभर्टाइजमेन्ट कोड, अनि लास्ट डेट 4 के रहेको छ, लास्ट डेट 4। अब त्यो एप्लिकेसन सबमिटको लास्ट डेट भनेर यता सबै मेन्सन गरिदिएको छ। हेर्नुहोस् त, हामीले सिम्पली अब हामीले यसमा हेर्न सक्छौँ कि कुन कुन पोस्टमा भ्याकेन्सी खुलेको छ अनि हामीले केमा एप्लाई गर्ने, त्यो सिम्पली हामी यताबाट हेर्न सक्छौँ। अब हामीले अब के गर्नु, हामी यसमा भ्याकेन्सी हामी को लागि हामी फर्म फिलअप गर्नको लागि आउने। त्यसको लागि अब हामी केमा जानेछौँ, माई प्रोफाइलमा जानेछौँ। हो अब माई प्रोफाइलमा गइसकेपछि यसमा मागेको छ, हेर्नुहोस् त, माई प्रोफाइलमा गइसकेपछि पर्सनल, त्यसपछि एक्स्ट्रा, कन्ट्र्याक्ट, एजुकेसन, ट्रेनिङ, प्रोफेसनल काउन्सिलिङ, एक्सपिरियन्स, अनि डकुमेन्ट, प्रिभ्यू भनेर मागिरहेको छ नि हामीलाई। हो अब यो सबै हामीले के गर्नेछौँ, फुलफिल गर्नेछौँ। यो हामीले सबै फुलफिल गर्नेछौँ। सबैभन्दा पहिला हामी के गरौँ, पर्सनलमा जाउँ। पर्सनलमा के राख्ने छ, हाम्रो फर्स्ट नेम, मिडिल नेम अनि लास्ट नेम भनेको छ। अनि त्यसै गरी अब फर्स्ट नेम हामीले केमा राख्नेछौँ, नेपालीमा भनेर राख्नुपर्ने छ हाम्रो फर्स्ट नेम। अनि त्यसै गरी मिडिल नेम पनि नेपालीमा अनि लास्ट नेम पनि नेपालीमा राख्नेछौँ। इङ्ग्लिसको त हामीलाई के छ, एकदमै सजिलो छ नि त इङ्ग्लिसको टाइप गर्न। तर नेपालीमा कसरी आफ्नो नाम टाइप गर्ने भने सिम्पली आफ्नो इङ्ग्लिसमा नाम लेखिसक्नुहुन्छ नि त। हो त्यसलाई के गर्ने, जस्ट कपी गर्नु होला, नामलाई कपी गर्ने। त्यसपछि यता नयाँ ट्याब खोल्नु होला है, क्रोममा अर्को न्यू ट्याब ओपन गर्नु होला। यसमा के सर्च गर्नुपर्ने छ तपाईँले, इङ्ग्लिस टु नेपाली ट्रान्सलेट, इङ्ग्लिस टु नेपाली ट्रान्सलेट। हो यता हेर्नुहोस् त, आइसकेको छ नि। हो यो आइसक्यो। अब सिम्पली इङ्ग्लिसको यो डब्बा छ नि त, हो यसको ट्याक्क यता के छ, इन्ट्री टेक्स्ट छ नि, हो यसमा कन्ट्रोल भी गर्नु होला, आफ्नो नाम आउँछ नि त। हो यता फेरि नेपालीमा आइसकेको छ, जस्ट यसलाई यताबाट कपी गर्नु होला। अनि यो कपी गरेर फेरि अब त्यही पुरानै ट्याब ओपन गर्नु होला। त्यसपछि हाम्रो यो पुरानो ट्याबमा यसमा जस्ट के भन्नु, कन्ट्रोल भी गरेर पेस्ट गरिदिनु होला। हो यसरी नै के गर्ने हो, आफूले आफ्नो नाम कन्भर्ट गरेर नेपालीमा यसरी लेख्न सक्नुहुन्छ। अब यो सबै तपाईँहरूले फिलअप गरिसकेपछि स्क्रल डाउन गर्दै जानेछ। त्यसपछि आफ्नो फ्यामिलीको इन्फर्मेसन मागेको छ, फादर्स नेम, मदर्स नेम, ग्रान्डफादर, अनि बिहे गर्नुभएको भयो, हस्बेन्ड वाइफ्सको नाम भनेको छ। अनि त्यसै गरी सिटिजनसिपको यो सबै नाम राखिसकेपछि अब हामीले के गर्नेछौँ, नेक्स्टमा गरिसकेपछि यता हेर्नुहोस् त, हामीले यसमा भर्नुपर्ने छ। जस्तै आफ्नो कास्ट, रिलिजियस, अनि यो म्यारिटल स्टाटस, म्यारिड, अनम्यारिड के हो त्यसमा। अब अनि त्यसै गरी इम्प्लोइमेन्ट स्टाटस, अहिले के हुनुहुन्छ इम्प्लोइमेन्ट स्टाटसमा, गभर्मेन्ट सर्भिसमा हो कि नन गभर्मेन्ट सर्भिस, सेल्फ इम्प्लोइड, अदर्स के हो। अब अहिले हामी के अनइम्प्लोइमेन्टमा भनेर अहिले सिम्पली हामी अनइम्प्लोइमेन्टमा छोडिदिउँ। त्यसपछि छ मदर टङ कुन हो, अनि फिजिकल्ली डिसेबल कुनै हुनुहुन्छ कि हुनुहुन्न। गरी फादर्स एजुकेसन क्वालिफिकेसन मागेको छ, अनि त्यसै गरी फादर्स एजुकेसन लेभल, अनि मदर्स एजुकेसन क्वालिफिकेसन, फादर्स एग्रिकल्चर, मदर्स अनि जियोग्राफिकल एरिया। अहिले तपाईँ कुन भूगोलबाट हुनुहुन्छ, तराई, पहाड, हिमाल, कुन ठाउँबाट हुनुहुन्छ, जुन ठाउँ त्यसमा क्लिक गर्नु होला। अनि सिम्पली हामी सबै भरिसकेपछि अनि यता तल मागिरहेको छ हाम्रो ग्रुप क्लासेस भने, प्लिज सिलेक्ट द चेक बक्स फर्स्ट देन अपडेट द ओन्ली द टाइम एन्ड अपलोड इमेज फाइल ओन्ली भनेको छ। अब जस्तै तपाईँ कुनै डिसेबल हुनुहुन्छ अनि कुनै पिछडिएको ठाउँबाट त्यस्तो कुनै हुनुहुन्छ भने त्यो छ भने त्यो अनुसार यता तपाईँले अब डकुमेन्ट होला नि त, के कागज बनाउनु भयो होला, वडा कतैबाट, वडा नगरपालिकाबाट हो। अब त्यो डकुमेन्टलाई यता राख्ने। यदि आदिवासी जनजाति हो भने यो चुज फाइलमा क्लिक गरेर यता अपलोड गर्नुपर्ने छ। अनि मधेसी हो भने अनि यता, अनि दलित, अपाङ्ग, पिछडिएको क्षेत्र हो भने सिम्पली आफ्नो कुन एरियाबाट कुन पढ्नुहुन्छ त्यसै अनुसार आफ्नो डकुमेन्ट यता सबमिट गर्न। त्यो गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि तपाईँको कन्ट्याक्ट भन्नु, तपाईँको अब ठेगानाको कुन ठाउँमा हुनुहुन्छ त्यसमा दिनुपर्ने पर्मानेन्ट एड्रेस छ। पर्मानेन्ट भने तपाईँको सिटिजनसिप यानि नागरिकतामा भएको एड्रेस छ नि, हो त्यो
जस्ताको त्यस्तै यता राख्नु होला, जुन छ त्यही राख्नु होला। अनि यता मेलिङ एड्रेस भनेको छ, मेलिङ एड्रेस भने अनि तपाईको अहिले टेम्पोररीको एड्रेस वा कुन ठाउँमा अहिले करेन्टली हुनुहुन्छ त्यहाँको एड्रेस यता छोड्न सक्नुहुन्छ। गरेर हामी के गरौँ अहिले नेक्स्टमा क्लिक गर्नेछौँ। नेक्स्टमा क्लिक गरिसकेपछि हामी यसमा अब त्यसपछि हामीले एजुकेसन सम्बन्धी आफ्नो डकुमेन्ट बुझाउनेछौँ, जसमा हामीले एसएलसी +2 ब्याचलर। अब म यसमा हामीले 3टै सबमिट गरेका छौँ। अब खरिदारको लागि त हाम्रो एसएलसी हो नि त, सिम्पली एसएलसी को लागि एसएलसी को डकुमेन्ट सबमिट गर्न सक्नुहुन्छ। अनि त्यो गरिसकेपछि हाम्रो नेक्स्ट डकुमेन्ट सबमिट गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि ट्रेनिङ तपाईले कतैबाट के ट्रेनिङ त्यस्तो के गर्नु भएको छ भने त्यो सम्बन्धी कहाँ गर्नु भएको थियो, इन्स्टिट्युसनको नेम अनि ट्रेनिङ नेम, के तालिम गर्नु भएको थियो, अनि त्यसमा के पर्सेन्टेज जीपीए डिभिजन के हो, अनि ट्रेनिङ फ्रम टु ट्रेनिङ ट्रेनिङ टु भनेको छ कहिलेदेखि कहिलेसम्म गर्नु भएको थियो त्यो डेट मेन्सन गर्नु होला। अनि छ भने ठिकै छ, नभए पनि ठिकै छ, उदा यदि छ भने राख्नु राम्रो होला। अनि त्यसैले प्रोफेसनल काउन्सिलिङ भन्ने जरुरत छैन। अनि यदि केहीमा एक्सपिरियन्स छ भने एक्सपिरियन्स सबमिट गर्नु होला। त्यसैगरी डकुमेन्ट्समा तपाईले आफ्नो पासपोर्ट साइजको फोटो अनि त्यसैगरी सिग्नेचर राख्नु होला। सिग्नेचरको फोटो खिचेर केम स्क्यानरबाट स्क्यान गरेर राख्न सक्नुहुन्छ। अनि त्यसैगरी सबै भइसकेपछि अब लास्टमा हाम्रो के रहेको छ प्रिभ्यूमा भनेको तपाईले भरिसकेको इन्फर्मेसन एकचोटी चेकआउट गर्नुपर्ने छ, जसमा तपाईले सही भर्नु भएको छ या कुनै मिस्टेक छ भने तपाईले त्यसलाई सच्याउन सक्नुहुन्छ। त्यो प्रिभ्यू हामीले त प्रिभ्यूमा आफ्नो सबै इन्फर्मेसन एकचोटी फेरि छड्के जाँच गर्न सक्छौं। यदि तपाईको भरेको इन्फर्मेसन सबै सही छ भनिसकेपछि तपाईको इन्फर्मेसन सब सही छ भने त्यसपछि के गर्नु होला, तपाईले यता भ्याकेन्सीमा आउनु होला। अब यता भ्याकेन्सीमा आइसक्यो, यता हेर्नुस् त अर्गनाइजेसन, एडभर्टाइजमेन्ट कोड, सर्भिसेज, ग्रुप, सब ग्रुप, क्लासेज, लास्ट डेट अफ द यो एप्लिकेसन गयो कुन डेटसम्म हामीले भर्न मिल्छ भनेर। अब खास गरी अहिले खरिदारको हाम्रो के छ चैत्र 19 गतेसम्म हाम्रो के छ यसको लास्ट आवेदन रहेको छ भने, अनि त्यसैगरी अब चैतको 26 सम्म चाहिँ हाम्रो डबल दस्तुरमा चाहिँ हामीले एप्लाई गर्न सक्छौं। अहिले तपाई कुन ठाउँबाट दिन चाहनुहुन्छ अब हेर्नुस् त धनकुटा छ, अनि इलाम छ, खोटाङ छ, अनि त्यसैगरी जलेश्वर, काठमाडौँ। अब तपाई कुन ठाउँबाट दिन चाहनुहुन्छ हो त्यो ठाउँलाई सिलेक्ट गर्नु होला। जस्तै अहिले मैले यता काठमाडौँ छ भने काठमाडौँको लागि यसमा सिलेक्ट गर्ने छौं। भ्यू अलमा जानु पर्ने छ। भनेको छ प्लिज अपलोड योर सिटिजनशिप भनेको छ। हाम्रो सिटिजनशिप अपलोड गर्न छुटिरहेको रहेछ है। सिम्पली अब हामी के गरौँ, सिटिजनशिप अपलोड गरौँ। माई प्रोफाइलमा जाने छौं। हामीले केमा जाने छौं, एजुकेसन, टेक्निक, प्रोफेसन, यता डकुमेन्ट्समा हाम्रो यता हेर्नुस् त यता सिटिजनशिप पनि रहेछ नि त मेन्सन। योर सिटिजनशिप यो भने हाम्रो योर अपलोड भनेको छ। फ्रन्ट साइज भनेको सिटिजनशिपको अगाडिको भाग यसमा अपलोड गर्ने, पछाडिको भाग यसमा अपलोड गर्ने। तपाईले दुईवटा फोटो चाहिन्छ, त्यसको लागि अपलोड यसमा जाने छ। अनि तपाईले कुन साइटमा राख्नु भएको छ त्यहाँबाट लिएर यता राख्न सक्नुहुन्छ। जस्तै म डकुमेन्टमा जाने छौं, सिटिजनशिप फ्रन्ट ब्याक कहाँ छ हाम्रो त्यो लिएर हामी सबमिट गर्ने छौं। अब हामी के गर्ने छौं, यता हामी फ्रन्ट राख्यौं। अब त्यसैगरी हामी ब्याक सिटिजनशिप राख्ने, त्यसको लागि अपलोडमा क्लिक गर्ने छौं। अनि हाम्रो यता डकुमेन्ट्सबाट आफ्नो सिटिजनशिप लिएर अब सिम्पली यसमा क्लिक गरेर ओपन गरिसकेपछि हाम्रो हेर्नुस् त यो फ्रन्ट अफ सिटिजनशिप अनि त्यसैगरी ब्याक साइड सिटिजनशिप हामीले के गर्यौं अपलोड गरिसक्यौं। अब यति गरिसकेपछि अब के गर्ने छ, हामी नेक्स्ट गर्ने छौं। नेक्स्ट गरिसकेपछि हाम्रो हेर्नुस् त हामीले भरेको सबै इन्फर्मेसन हामीले एकचोटी प्रिभ्यू गर्न मिल्छ। हामीले हेरिसक्यौं, सबै ठीक छ भनिसक्यो। त्यसपछि हामीले के गर्ने छौं, भ्याकेन्सीमा जाने छौं। भ्याकेन्सीमा गइसकेपछि सिम्पली अब हेर्नुस् त हाम्रो यता सबै जुन पदको लागि खुलेको छ नि त भ्याकेन्सी सबै यता मेन्सन गरेको छ। अब तपाई कुन सेक्टरको लागि अप्लाई गर्न चाहनुहुन्छ, जस्तै यता काठमाडौँ, जलेश्वर, खोटाङ, इलाम, धनकुटा छन्। अनि त्यसैगरी अब यो कुन ठाउँबाट तपाई एप्लाई गर्न चाहनुहुन्छ त्यसको लागि तपाईले
सेलेक्ट गरेर एप्लाई गर्न सक्नुहुन्छ। अब जस्तै यता हेर्नुहोस् त टोटल 29 रिजल्ट अनि अहिले हामीलाई 10 मात्र सो भइरहेछ भने त्यसको लागि बढी सो हुनको लागि यसमा क्लिक गर्नेछौँ, जसमा हामी ल पुरै 30 सो गर्नेछौँ पुरै। त्यसको लागि हेर्नुहोस् त अब आइसक्यो हाम्रो हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, दिपायल, महेन्द्रनगर कहाँको लागि एप्लाई गर्न चाहनुहुन्छ त्यो तपाईँले सिम्पली सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै अहिले मैले काठमाडौँको लागि सिलेक्ट गरेँ भने अब त्यसको लागि हामीले यता भ्यू डिटेलमा हेर्नेछौँ। यो सिम्पली हाम्रो के भइसक्यो, त्यसको लागि हाम्रो आवेदन भइसक्यो। जसको लागि हेर्नुहोस् त वाट इज दि फ्याकल्टी अफ यर मिनिमम क्वालिफिकेसन भनिएको छ नि। अब यसमा सिम्पली तपाईँको मिनिमम क्वालिफिकेसन केबाट हो त्यो म्यानेजमेन्ट, साइन्स, फोरेस्ट्री, संस्कृत त साइन्स कुनबाट हो, जस्तो म्यानेजमेन्ट भयो म्यानेजमेन्ट, अनि मेजर सब्जेक्ट अफ मिनिमम क्वालिफिकेसनको मेजर सब्जेक्ट कुन हो त्यसको नाम लेखिदिनु होला। अनि त्यो सब्जेक्टको नाम लेखिसकेपछि हाम्रो त्यसपछिको रहेको छ नेक्स्ट स्टेप भनेको हाम्रो इक्जाम सेन्टर सिलेक्ट गर्ने। अब तपाईँको आफ्नो नजिक पर्ने इक्जाम सेन्टर सिलेक्ट गर्नु होला। त्यो सिलेक्ट गरिसकेपछि यता हेर्नुहोस् त आई एक्सेप्टेड भन्ने अप्सन देखाएको छ नि, हो त्यसमा क्लिक गरे त्यसपछि एप्लाई भन्ने बटनमा क्लिक गरेसँगै हाम्रो के हुन्छ, एप्लिकेसन सबमिट हुन्छ। एप्लिकेसन सबमिट भइसकेपछि नेक्स्ट प्रोसेस हाम्रो के रहेको छ भने हामीले पेमेन्ट गर्नुपर्छ, यानि कि हामीले राजस्व तिर्नुपर्छ नि त। अब हामीले त्यो आफ्नो इक्जाम डेट अगाडि नै 19 गतेभन्दा अगाडि नै हामीले फर्म फिलअप गरेर सबमिट गरिरहेछौँ भने हामीले सिङ्गल दस्तुरमा हामीले बुझाउँछौँ होइन। त्यसपछि हामीले अलि ढिला भयो, हाम्रो 19-20 गतितिर भरिरहेछ भने हामीले डबल दस्तुरमा हामीले फर्म फिलअप गरेर पेमेन्ट गर्नुपर्छ। त्यो पेमेन्टको प्रक्रिया सिद्धिएसँगै हामीले खरिदारको लागि हाम्रो एप्लाई सिद्धिने छ। यसपछि तपाईँले ढुक्कको साथ खरिदारको तयारी गर्न सक्नुहुन्छ। यसरी नै तपाईँले सजिलै खरिदारको अनलाइनको लागि आवेदन दिन सक्नुहुन्छ। आशा छ यो भिडियो हेरेर तपाईँले राम्रोसँग कसरी आवेदन दिनु सबै प्रक्रिया बुझ्नु भएको होला। यदि कुनै प्रश्न वा जिज्ञासा छ भने कृपया कमेन्ट गर्न सक्नुहुन्छ। भिडियो उपयोगी लागेमा लाइक गर्न नबिर्सिनुहोला र साथै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानल सब्सक्राइब गरी साथमा रहेको बेल आइकन दबाउनुहोला। धन्यवाद। अर्को भिडियोमा भेटौँला।